हेलो गाइस, आजको डिनर खाऊँ है त। आजको डिनरमा के छ देखिसक्नुभयो होला। सुरु गरौँ मासुबाट। यो चाहिँ लोकल कुखुराको मासु हो। त्यसलाई धोएँ, प्याजहरू राखेँ, टमाटर, वाह मेरो स्किल्स। टमाटरलाई ब्लेन्ड गर्न राखेँ। पानी परिरहेको थियो, पानी हेर्न आएँ, टमाटर ब्लेन्ड भयो। खुर्सानी काटेँ अनि ग्यास अन गरेँ, भाँडा राखेँ। त्यसपछि तेल राखेँ अनि यो चाहिँ ज्वानो र जिरा हो, मिठो हुन्छ यसले चाहिँ। अनि त्यसपछि मासु कस्तो देखिरहेछ है मासु, डर लाग्ने तर पनि पकाउनै पर्यो। डराइ मासु यहाँ राखेको छु। मासु यसरी राख्ने सबै मासुहरू, त्यसलाई मिक्सी गर्ने। अनि मिक्सी गरेपछि चाहिँ बिर्को लाएर एकछिन गर्ने। अनि लसुन र अदुवा पिस्नै बिर्सेछु अनि पिसेर यस्तो पेस्ट बनाएँ मैले चाहिँ। त्यसपछि त्यो मिक्स गरेको मासुको बिर्को खोल्ने अनि खोलेपछि नुन हाल्ने। भुटिसकिन्छ नि त मासु, अनि भुटेपछि पनि मासु नुन हालेपछि पनि अलिकति एकछिन राख्ने। अनि त्यसपछि अदुवा र लसुन हालिदिने। अनि त्यसपछि अदुवा र लसुन हालेपछि मैले त्यहाँ ल्वाङ सुकमेल अनि त्यो अदुवा लसुनको धुलो पनि थियो, त्यो पनि हाल्दै। अनि खुर्सानी चाहिँ अहिले हाल्यो भने एकदम मिठोवाला फ्लेभर आउँछ। त्यो चाहिँ मेरो लागि है, अर्कोलाई चाहिँ थाहा भएन। अनि त्यसपछि बेसार पनि हाल्ने अनि त्यसलाई एकछिन चलाइदिने। चलाइदिएपछि चाहिँ प्याज मैले काटेको थिएँ अघि, काटेको चाहिँ देखाउन बिर्सेछु। अनि त्यो काटेको प्याज चाहिँ राख्ने। त्यसपछि आयो कफी लभरको घरमा कफीकै बट्टा हुन्छ, त्यो बट्टामा चाहिँ मैले मसलाहरू राखेको छु। त्यो मसलाहरू मैले झिकेर यहाँ राखेँ। अनि त्यसपछि त्यो सबै मसलाहरू मैले मासुमा राखिदिएँ। अनि त्यसपछि चाहिँ अघिको टमाटर झरे छैन, तर अब एकैचोटि झऱ्यो। अघिको टमाटरको प्युरी राखिदिने। अनि त्यसलाई मिक्स गरेपछि कस्तो मिठो आएको थियो स्मेल। अनि पानी लगाइदिने। अनि पानी लगाएपछि सिटी लाउने, नपाएको नि जेलसम्म सिटी निकालेँ मैले। अनि कस्तो मिठो देखेको थियो, खाँदा चाहिँ यस्तो मिठो थियो नि। अनि सिन्स यो लोकल कुखुरा हो नि त, तर हामी चाहिँ झोल खान लाग्यो। अनि कागती निचारे। अब आयो अचारको पालो, आलु अनि काँक्रो काटेको देखाउन बिर्सेछु, त्यही पनि यहाँ छ ल। काँक्रो गाजर मुला हो। अनि आलु चाहिँ के, अब यसलाई चाहिँ मिक्स गर्नको लागि मैले एउटा भाँडामा खनाइरहेको छु। अनि आलु पनि खनाइरहेको छु। अनि त्यसपछि के गरिरहेको छु, अनि प्याज खोजिरहेको थियो होला। अनि प्याज हालेँ अनि तेलहरू तताएँ, खुर्सानी फुराएँ, अनि बेसार पनि हालेँ। अनि तेल ज्वाइँ पार्टेँ, तेल चाहिँ ज्वाइँ भएको थियो। अनि त्यसपछि यो चाहिँ मैले खनाउनलाई स्ट्रगल गरिरहेको छु, तिलको धुलो हो यो, त्यसले चाहिँ एकदम मिठो पार्छ। अनि मटर हाल्न बिर्सेछु, फेरि मटर लिएर आएँ। अनि मटर हालेँ, मटर धनियाँ पनि हालेँ माथिबाट। अनि यस्तो मिठो देखेको थियो। अब फाइनल लुक हेरौँ। यो चाहिँ मैले स्यालेडहरू काटेको हो। यो चाहिँ सबैभन्दा डिस अफ द डे हो, त्यो चाहिँ मेरो लागि। अनि अचार अनि आफ त छुटाउनै भएन नि यो सिजनमा। अनि यो चाहिँ मेरो बेबीको रिभ्यू हो। दामी छ भनिराख्नु पर्छ। यो सबै मैले चाहिँ मेरो बेबीको लागि पकाएको। म यस्तो पकाइराख्ने मान्छे त होइन, तर पनि मलाई मनपर्छ।